Welcome to A Day in a Life as a Software Engineer in Nepal. म आज रेगुलर टाइमै घरबाट अफिसको लागि निस्किएँ। अफिस पुग्न साथ म आफ्नो डेस्क बनाउन थालेँ। 10 बजे मेरो प्रोजेक्ट मिटिङ हुन्छ, सो त्यतातिर आफ्नो अपडेटहरू सेयर गर्नु गएँ। आज बिहान नै थाहा पाएँ कि हाम्रो सर्भरमा मल्टिपल इस्युहरू आइरहेछ, सो त्यसकै बारेमा डिस्कसनहरू स्टार्ट भयो। त्यो डिस्कसन सकेर डेली स्ट्यान्डअप स्टार्ट भयो। त्यसपछि म आफ्नो रेगुलर ब्ल्याक कफी लिएर आफ्नो डेस्कतर्फ गएँ। म अहिले नोटिस पिरियडमा छु, त्यही भएर मलाई थाहा भएको जति पनि इन्फर्मेसन छ त्यो सबै मैले अहिले आफ्नो कलिगहरूलाई सेयर गरिरहेछु। जब इमेज पुश भइरहेको छ डकर भनेर त्यहाँनिर सबै डिपेन्डेन्सी आइरहेको छैन क्या, रोल ब्याक गरेर प्रिभियस स्टेटमा गइरहेको छैन। प्रिभियस स्टेटको तिमीले डकर इमेज प्रिभियस डिप्लोइमेन्ट देखिरहेको छ, नयाँ डिप्लोइमेन्ट देखिरहेको छ। मैले त्यो मेरो मतलब तिम्रो त्यो लोडिङ स्टेट त्यो ढिलो भएर त्यसै गरी लन्च गर्ने टाइम नै भइसकेको थियो। बिहानको इस्यु अझै पनि फिक्स भएको थिएन, त्यही भएर म रिसर्च गरिरहेको थिएँ कि रुट कज के हो भनेर। रुट कज चाहिँ हाम्रो 2 वर्ष अगाडि बनाएको पाइपलाइनमा बिल्ड गर्ने प्रोसेसमा रहेछ, त्यो फिक्स गरेँ। त्यसपछि 1 घन्टाको नलेज ट्रान्सफर सेसन थियो, सो त्यसमा पनि आफ्नो सबै नलेजहरू सेयर गरेँ। र त्यसै गरी घर जाने टाइम नै भइसकेको थियो, सो लगआउट गरेँ र आफ्नो प्याकिङ स्टार्ट गरेँ।